गर्नुभएका देवरुम सिजुमाका गाउँपालिकाकै पिता निर्वाचित अध्यक्ष लोकेन्द्र राईज्यू, यस कार्यक्रममा ड्यासमा आसिन उहाँ जस्तै धनकुटा साङ्गुरीगढी गाउँपालिका जहाँ हामी रहेका छौँ, यसै गाउँपालिकामा का पिता नै हुनुहुन्छ पनि निर्वाचित अध्यक्ष हुनुहुन्छ। उहाँ ओखलढुङ्गाबाट दुधकोशीको किनारमा जन्मिएका वाङ्गुले राई बाहिन राई यहाँ आएर धनकुटामा आफ्नो कार्यक्षेत्र बनाएर अगाडि बढिरहनु भएको छ। दिपेन्द्र रुङ्गालीज्यू ड्यासमा आसिन सफल विद्यालयका एउटा प्रशिक्षकको रूपमा र आफ्नो अनुभव सेयरिङ गर्ने कुरामा आउनुभएका पब्लिक स्कुलका मुख्य प्रशिक्षकज्यू, पत्रकार साथी, त्यसै गरी माथि दिप्रुङमा जन्मिएको तर असाध्यै धेरै आफ्नो पसिना तल तराईको छेउटा विराटनगर नजिक इटरीमा विद्यालय हेरेर बसिरहने, विद्यालयको शिक्षालाई एकदम नजिकबाट सहयोग गरिने राम्रो व्यवस्थापन गरेका भाइ, हाम्रै साथी, हाम्रै छोरो हुनुहुन्छ काशीनाथ दङ्गालजी पनि हुनुहुन्छ। मैले ड्यासमा आसिन उहाँकै सहोदर दाजु तर पार्टीका लागि असाध्यै धेरै खोटाङमा पसिना बगाउनु भएको, पार्टीको नेतृत्व नेकपा एमालेको नेतृत्व गरिसक्नुभएका अलिकतिले मात्र थोरै महत्त्व पुगेका हाम्रा रामप्रसाद दङ्गाल हुनुहुन्छ प्रदेश सभामा, र हामी जस्तै सभासद हुनुहुन्छ पनि रामप्रसाद दङ्गालज्यू, त्यसै गरी हाम्रा बाल शिक्षक संगठनका जिल्ला अध्यक्षज्यू, ड्यासमा आसिन सबै व्यक्ति तथा व्यक्तित्वहरू, तपाईँ तल रहनुभएका सबै हाम्रा श्रद्धेय आदरणीय हामी सबैको सम्मानित व्यक्तित्व। म अहिले मन्त्री त छु तर मन्त्री घुस्केपछि तपाईँहरूभन्दा सानो, तपाईँहरू पुरुष सर, म त उही जनताले पत्याउँदासम्मको तर सांसद मन्त्री हो, त्यो पछाडि तपाईँहरूकै मुनि बस्ने र विद्यार्थी जस्तो साथी जस्तो। त्यसले आदरणीय गुरुवर्गहरू, व्यवस्थापन समितिका अध्यक्षज्यूहरू र हाम्रा सबभन्दा अझ अगाडि नै उहाँले अरूलाई भन्दा पनि सम्मान गर्नुपर्ने ज्येष्ठ र श्रेष्ठ दिप्रुङवासी मात्र नभएर खोटाङका असाध्यै सक्रिय व्यक्तित्व, हाम्रा अग्रज, हाम्रो निर्देशक, हाम्रो अभिभावक पुत्रदान राईज्यू लगायत सबैमा भद्र महिला, भद्र पुरुष, पत्रकार साथीहरू, सुरक्षाकर्मी मित्रहरू, सबैमा म कोशी प्रदेश सामाजिक विकास मन्त्रालयको तर्फबाट, मन्त्रीको तर्फबाट, सरकारको तर्फबाट यहाँलाई हार्दिक यो नाम्चे असाध्यै राम्रो होमस्टे नगरीमा तपाईँलाई हार्दिक कोशी प्रदेशको स्वागत गर्न चाहन्छु, नमन भन्न चाहन्छु, आदरभाव व्यक्त गर्न चाहन्छु। सर्वप्रथम त दिप्रुङमै आएर तपाईँहरूलाई भेट्नु थियो। यो बर्खाको समय असाध्यै प्रकृतिको प्रतिकूल अवस्थामा पनि तपाईँहरू नाम्ची आइपुग्नुभयो। तपाईँहरूलाई यहाँ भेट्न पाउँदाखेरि म असाध्यै हृदयदेखि खुसी छु। यसर्थ पनि मेरो अरू प्रोग्राम बैठकहरूलाई पनि पछाडि सारेर एउटा 11 छ, 11 मा म छु, आउँदैछु भनेपछि बस्दै गर्नुहुन्छ उहाँहरू कर्मचारी साथीहरू सचिव लगायतका। आउँदैछु भनेपछि अब हिँड्नु छ, तपाईँहरूको कुरा सुन्नु थियो, तभी नसुनी म आफ्नो कुरा राखेर बाहिर खुसिलो छु र धेरै धन्यवाद भन्न चाहन्छु गाउँपालिका सम्पूर्ण परिवार, अध्यक्षज्यूहरूको, गाउँपालिका सदस्यज्यूहरू, सिङ्गो गाउँपालिकालाई, दिप्रुङ सिङ्गो गाउँपालिकालाई शिक्षा क्षेत्रमा यो कार्यक्रम गर्नै पर्थ्यो, गर्नुभयो। धेरै पालिकाहरूले गरेको छैन, 10वटा पालिका छ, तपाईँको चिन्नुभयो 1 नम्बर हुनुभयो खोटाङमा। किनभने सामुदायिक विद्यालयहरूको सफलता कसरी प्राप्त गर्न सकिन्छ है भनेर अभिमुखीकरण गर्दै थियो। सबभन्दा अहिले बढी जनताले, नागरिकले सबभन्दा क्वेयर गर्ने, क्वेसन उठाउने कसलाई भन्दा राजनीतिक पार्टीको नेतालाई, राजनीतिक पार्टीलाई। दोस्रो कसलाई? सेकेन्डमा शिक्षकलाई। नेतापछि तपाईँहरू आइहाल्नुहुन्छ हामी पश्चात। केही गरेर हाम्रो मास्टरले पढाएन, चिया पसलमा गयो, शिक्षकले पढाएर त फेल भयो भन्छ। कसरी फेल भयो? सर्वेक्षण भएको छैन, राम्रो हाम्रो योजना बनाएर रिपोर्टिङ अथवा समीक्षा गरेको छैन, वार्षिक समीक्षा कसैले गर्दैन। तर मास्टरले नपढाएर एसीमा मेरो छोरो फेल भएको भन्छ। कति मिहिनेत गरिरहनु त, तर फेल भएको छ। हुनु पनि पास हुने भन्दा फेल हुनेको परिणाम बढी छ।
अब यसलाई अब यो किन यसो भयो भन्ने कुरा चाहिँ म त अब 14 जिल्ला मैले मेरो गुरुहरूप्रति आफ्नै पनि व्यक्तिगत क्वेसन थियो, प्रश्न थियो। तर अब त्यो प्रश्नहरू आफै उत्तर दिनु थालेको छु मन्त्री भएको। धेरै उत्तरहरू मसँग रहेको छ तपाईँहरू, धेरै समाधानहरू सामाजिक विकास मन्त्रीसँग छ, धेरै उत्तरहरू सङ्घीय मन्त्रीसँग छ र धेरै उत्तरहरू पालिका अध्यक्षज्यूसँग, पालिका नेतृत्वसँग छ। अनि मात्र तपाईँहरूसँग रहेछ। किन यसो भने पहिला अब माथि गयो, अब एन्ड आउने नै भयो, ढिलो भयो, साह्रै पुरानो भयो। यसमा म होइन अब समितिबाट उपसमितिले पास भयो, उपसमिति समितिमा जान्छ, समितिबाट संसदमा आउँछ, संसदबाट एन्ड बनेर आउँछ, विधेयक पास भएर आउँछ। र सम्मानित अर्थमन्त्रीज्यूले, माननीय अर्थमन्त्रीज्यूले बजेटमा पनि धेरै कुराहरू सम्बोधन आएको छ। बजेट असाध्यै राम्रो छ। नेपाल सरकारको अहिलेसम्मको बजेट अरू मन्त्रालय गर्ने शिक्षामा सबभन्दा बढी छ, 11 खरब। त्यसले गर्दा देश बनाउने सबभन्दा असल नागरिक कहाँ छ भन्दा शिक्षामा छ। देश कसले बनाउने? शिक्षकले। देश कसले नेतृत्व गर्छ? आजका बालबालिकाहरू, आजका विद्यार्थीहरू, सुनौलो भविष्यको विद्यार्थीहरूले भोलिको नेतृत्व गर्छ, देशको नेतृत्व गर्छ। त्यसले गर्दाखेरि अब 3 तहको सरकारले शिक्षालाई महत्त्वपूर्ण कार्यभार सम्झिएर योजना बनाएर, योजना मात्र बनाएर बनेन कि अब त नीति कार्यक्रम ल्याएर पनि कोशी प्रदेश सरकारले पनि शिक्षा नीति ल्याइसकेको छ। सरकारको कार्यक्रमै आइसक्यो, नीति पास भएर पनि कार्यक्रमै आइसक्यो 82-83को। कोशी प्रदेशको सामाजिक नीति के हुने, शिक्षा नीति के हुने भनेर नीति पास भइसकेको छ। अब नीतिलाई असार 1 गते कार्यक्रमले सहयोग गरेर कार्यक्रमबाट सम्बोधन भएर कार्यक्रम हुनेछ। र यो कार्यक्रमको लागि शिक्षा अब माथिको शिक्षा ऐन नफर्किएर कोशी प्रदेशले शिक्षा नीति वेबसाइटमा शिक्षा मन्त्रालय, सामाजिक विकास मन्त्रालयमा लगाइसकेको छ। धेरै बौद्धिक साथीहरू, विद्वान साथीहरूले, व्यक्तित्व साथीहरूले, शिक्षामा लागेको अगुवा साथीहरूले सुझाव दिनु भएर कोशी प्रदेशको शिक्षा नीति वेबसाइटमा कार्यक्रमको सक्नुहुन्छ। अब गुरुहरूले पढिसक्नु भएको छ। र अस्ति भर्खर कोशी प्रदेश संसदबाट पनि शिक्षा नीति, समग्र कोशी प्रदेशको नीतिमा शिक्षाको नीति आइसकेको छ। अब प्रतिस्पर्धी गर्न सक्ने, अब प्राविधिक व्यावसायिक जनशक्ति उत्पादन गर्ने, अब नवप्रवर्धन हुने किसिमको शैक्षिक जनशक्ति उत्पादन गर्ने नीति शिक्षा। अब जीवनोपायोगी शिक्षा दिने शिक्षा नीति। अब शिक्षण सिकाइहरू जीवनोपायोगी हुनु पर्यो। हाम्रो जीवनसँग जन्मेदेखि मृत्यु पर्यन्तसम्म हाम्रो सिकाइहरू शिक्षाको नीति जीवनलाई, यो समाजलाई, यो राष्ट्रलाई, यो प्रदेशलाई, यो सङ्घलाई, यो स्थानीय तहलाई लाग्ने हाम्रो दिक्पुङ सीमालाई उपयोग हुने किसिमको, खोटाङलाई उपयोग हुने किसिमको, कोशी प्रदेशलाई उपयोग गर्ने, नेपाल राष्ट्रलाई उपयोग हुने किसिमको जीवनोपयोगीको शिक्षा, मानव संसाधनको उत्पादन गर्ने र नव उद्यमी बनाउने, आफ्नो खुट्टामा आफै उभिन सक्ने आत्मनिर्भर जनशक्ति उत्पादन गर्ने, देशलाई माया गर्ने, राष्ट्रप्रति ओतप्रोत भएको, राष्ट्रिय भाव भएको जनशक्ति उत्पादन गर्ने। यहाँ पढ्दै नपढ्ने, गुरुले भन्दै नमान्ने, अनि एयरपोर्टमा गएर यो देशमा केही हुँदैन भनेर एक लाइन फेसबुक रङ्गाउने होइन कि म मेरो गाउँमा केही गर्छु, मैले सिकेको छु, मैले कृषि जानेको छु, मैले प्लम्बर जानेको छु, प्लम्बिङ गरेर म खानेपानी खुवाउँछु भन्ने, मैले डकर्मी गरेको छु, यो हजुरबाले बनाएको घरभन्दा म राम्रो बनाउँछु, भारतले सेटको बनाउँछु, अक्सिजन भेन्टिलेट हुने बैठक कोठा पहाडमै बनाउँछु, बैठक रुम बनाउँछु, चर्पी राम्रो बनाउँछु भन्ने किसिमको जीवनोपयोगी शिक्षा दिएको शिक्षा नीति हुनुपर्छ। र यसको लागि सबभन्दा पहिले आदरणीय गुरुहरू, आदरणीय सरहरू अगुवा हो। यसको फेरि उहाँ पालिका अध्यक्ष होइन, यसको अगुवा उहाँले त नेतृत्व गरिदिनुहुन्छ, नीति बनाइदिनुहुन्छ, सहयोग गरिदिनुहुन्छ। माननीय म मन्त्रीले पनि नीति बनाइदिन्छु, नेतृत्व गरिदिन्छु, तर गर्नेको आदरणीय गुरुहरू। त्यसले सबभन्दा बढी नजिकबाट सहयोग गरेको विवेश अध्यक्ष। कोशी प्रदेशको बिग स्कुल हेर्नुहोस्, तपाईँहरू यहाँ ठिक आइपुग्नुभयो, नजिक आउनुभयो। बिग स्कुल म भनिदिन्छु तपाईँहरूको समयमा। नमुना स्कुल अब यहाँ पब्लिकमा जाँदै हुनुहुन्छ,
सुकुना पनि जानुहोस्, म त्यहाँ सुकुनालाई म भोलि बेला त्यहाँ अर्को पनि कार्यक्रम छ, त्यहाँ पनि एकछिन झर्नुहोस्, म त्यहाँको प्रधानले दिन्छु। हामीले एक्सचेन्ज गर्ने, यहाँबाट सफल कसरी भएछ। म त गएँ नि त, उहाँ नमुना स्कुल हेर्नु, सभाको हेरेँ, सबै बिगहरू हेरेँ, हिमाल पहाडको सबै हेरेँ, 14 जिल्लाको, तर कसरी सफल भएछ। मेरो आफ्नो भूमिकाबाट म सन्तुष्टि छैन। 9 जना सचिव त्यही पढेको मन्त्री, सङ्घीय मन्त्री विराज पनि पोखरेल पऱ्यो, म त साँच्चै मन्त्री नभए प्रदेशको सचिवहरू चलाउने ती हाम्रो हरिरो काम त्यही पढेको, त्यो चाहिँ बस्नेत काजीहरू सबै त्यही पढेको, सापादलको बस्नेत सचिव हुनेहरू, पदम पोखरेल त्यही पढेको गृह सचिव हुनेहरू। तर अहिले मेरो हालत राम्रो छैन, म आफै सन्तुष्ट, आफ्नो सेटिस्फाइड स्टुडेन्ट मिनिस्टर छु, तर आफ्नो सेटिस्फाइड। भवन छ, विद्यार्थी छैन, क्वालिटी छैन, गुणात्मक छैन। त्यसले गर्दा अब हामीले गुणात्मक शिक्षा प्रदान गर्नुभएको छ। अब मैबाट हामीबाट एकजनाले सुधार गरेको छ है, त्यसमा अर्कोजना प्लस व्यवहार मैले के देखेँ भने तपाईँहरूले एक्सचेन्ज अब हेरेर बुझ्नुहोस्, अब पढेर देखेर भन्दा गर्दा भन्दा अर्कै भनेको भन्दा पनि हेर्ने विवेशक अध्यक्ष र हेडसम्म त यति व्यस्त रहेछ, म त छक्क परेँ। म मन्त्री भन्दा त म सांसद 2 पटक निर्वाचित भइसकेँ र म बिहान 5 बजे उठेर दौडिन्छु, बा हकारै खाइन्छ कि बा यताबाट टोलबाट आउँछ, अर्कोबाट टोइलेट जाँदा पनि हकारै खाइन्छ अहिले। किनभने किन टेलिफोन उठाइनुहोस् भन्छ, ब्याकअप गरेर अब दिउँसो संसदमा भइन्छ, त्यहाँ उठाउन पाइँदैन, जनतालाई सबै थाहा हुँदैन। बाहिर निस्केर चुट्ट यसो म उमा छ बुझ्नेलाई पो एसएमएस, नबुझ्नेले पुत्र धन्दालाई मैले एसएमएस गरेर पठाउँछु, अरूलाई पो आइएम इन मिटिङ भन्दा लेख्दा हुन्छ। यी आफूलाई पनि मात्र चिन्ता कति म्यानेज गर्नुपर्छ है। तर हामी जस्तै म्यानेज चाहिँ अब तपाईँहरू विकास अध्यक्ष र गर्नु भने त्यो चाहिँ नमुना स्कुल बनिरहेको काशी यही छ। काशी दङ्गालले म उसको एक्टिभिटिजहरू हेरिरहन्छु, के गरेको छन्, छाडा गरेको। र नमुनाको प्रधानाध्यापकहरूले एउटा मात्र समिति होइन रहेछ नि त सफल गर्नुको लागि त। फुलबारी समिति अरे, टोइलेट सफा गर्ने विश्वास गर्ने समिति अरे, अनि खाजा हेर्ने समिति अरे, बालबच्चाको हेरेर, अनि होमवर्क अभिभावकसँगै बसेर हेर्ने समिति अरे, अनि लाइब्रेरी हेर्ने अर्को समिति अरे, अर्को को विद्यार्थीहरू चाहिँ एक्टिभिटी नाचगानमा हेर्ने समिति अरे, अर्को फुटबल खेलाउँदा कसले राम्रो गोल हान्ने भन्ने समिति अरे, अनि फेरि कसले चाहिँ डान्स राम्रो गर्ने अर्को समिति अरे, डान्सको अर्को समिति अरे, अर्को वक्तृत्व कलामा को बोल्यो उद्घोष कसले राम्रो गरे सभापतित्व कसले हेऱ्यो त्यो समिति अरे, समिति त लट अफ। अनि त्यो विद्यालय नमुना त्यो विद्यालय पक्राउ गरेछ। अहिले त्यो पढा भनेर शिक्षा आर्जन गर्ने म नेभर सेकेन्ड, 1 देखि 10 फर्स्ट हो, एसएलसीमा 1 जना पास हो। तर मेरो पेपरले पुगेन, साइन्स पढ्दै अहिले अब पोलिटिकल साइन्स नमान्छे पढेर यो मुख बजाउने कुरा लाग्यो, न त डक्टरै भइदियो होला, त्यो ठिकै चाहिँ मान्छे काट्नु र नाप्नु भइदियो होला। तर के भने एउटा पढेर मात्र होइन, सिकाइबाट रहेछ अब सिक्नुपर्ने त। अब त शिक्षण पिँढी परिवर्तन भयो। अब एआई आइसक्यो, हेर्नुहोस् त, यो एआईबाट कोही टाढा हुन सकिन्छ। ए नानी कसको समाचार घोचिँदै हेर भन्ने 80 वर्ष बाबुले त चस्मा देखाएर नतेर्नलाई सोध्छ, हजुरबा भनेको मेरो हजुरबा र नाति सुन्नुभएको होला। त्यसले गर्दाखेरि अब यति अप टु डेट हुनुपर्छ प्रधानाध्यापकहरू। प्रधानाध्यापक र विकास 2 जना मात्र तपाईँहरू एक्टिभ हुनुभयो भने शिक्षा त्यसमा सहायक गर्ने पालिका अध्यक्ष सबभन्दा एक्टिभ, जो पालिकाले लगानी गरेको छ, पालिका लोकेन्द्रलाई म हेरिरहेको छु, त्यही छ मैले स्याबास दिएको छु। फेरि अध्यक्षलाई भन्नु होला, वडा अध्यक्षज्यूहरूलाई ठुलो देन छ, सदस्यज्यूहरूको त्यतिकै देन छ, राजनीतिक गरिएको। जुन पालिकाको अध्यक्षले नेतृत्व गरेर आयो, अब मेची हेऱ्यो, फुटबलमा महिला पनि त्यही मेचीले जित्छ, खोटाङमा खेलायो मेचीले जित्छ, यहाँ तल चाहिँ 5 थरमा खेलायो मेचीले जित्छ। किन भन्दा पालिका नगरपालिकाको मेयर सँगसँगै हेर्दो रहेछ, उसले खेलमा लगानी पनि गरेको छ, जसले शिक्षामा लगानी गरेको छ। अस्ति दिलप्रसाद राईको हेरेँ तल हाम्रो नगर बेलबारीको नगरपालिका नगरको मेयरले मलाई अलिकति झनै सिक्ने अवसर प्रदान गरे। त्यति मात्र होइन, पहाड उक्लिँदाखेरि भाइ ज्ञानेन्द्रले मलाई अलिक पहाडमा अलिक शिक्षा दियो ओखलढुङ्गामा।
किन भन्दाखेरि अहिले विज्ञान र प्रविधिमा हामी कमजोर छौँ। विज्ञान, इङ्ग्लिस, म्याथ, साइन्समा अहिले कोशी प्रदेश सरकारले मैले तपाईँहरूको शिक्षकमा जसको शिक्षक हुनुहुन्न, जोमा पढ्नु हुँदैन, उहाँलाई इङ्ग्लिस, म्याथ, साइन्सको टिचरको लागि मैले नियमित अनुदान दिने पैसा त सामाजिक लगाइदिएको छु। अहिले पनि म काट्दिनँ तर के भने अझै पनि इङ्ग्लिस, म्याथ, साइन्समा अझै कमजोर छु। अब त्यही सामुदायिक क्याम्पसकोहरूले रोबोट बनाउनु जान्ने, ड्रोन उडाउनु सक्ने, A+B होल स्क्वायरको A स्क्वायर प्लस 2 आइसके प्लस B स्क्वायरको चाहिँ ठक्क प्रुफ गर्ने, साइन थीटा र कस थीटा ठक्क प्रुफ गर्नु सक्ने सूत्रहरू। त्यति मात्र होइन, 142 जात जातिको संस्कृति सम्बन्धी जन्मदेखि मृत्युसम्मको सबै संस्कार टक्रक्क देखाउन सक्ने, पढिरहनै पर्दैन। हलो के हो अनौठो धिरे भने जान्दछ अहिलेको नानीहरूले जान्दैन त्यो संस्कृति। मनोज उहाँ शहीद भूमिको पालिका अध्यक्ष हुनुहुन्छ, पालिका अध्यक्ष र त्यसर्थ हामीले अब शिक्षाहरू के गर्नु पर्यो? अघि मैले शिक्षाको नीति भने, अब नीतिलाई सहयोग गर्ने के गर्नु पर्यो? कार्यनीतिहरू, रणनीतिहरू बनाउनु पर्यो। अब प्राविधिक व्यावसायिक जीवनोपयोगी शिक्षा साइन्सलाई विज्ञानलाई जोडेर अन्वेषण, खोज तलास गर्ने, खोज अन्वेषण गर्ने परियोजनाहरू दिने। इटरीमा एकजना अर्को संस्थागत हुन्छ, निजी विद्यालय हो। निजी विद्यालयको भवन उद्घाटन शिलान्यास गर्नु बोलाउनु भयो, गए। निजी विद्यालयको हेड सर भाइले, उहाँ पनि गुरुङ हुनुहुन्छ, भर्खरको युवा भाइ गुरुङ भाइले, मन्त्रीज्यू यो मेरो विद्यार्थीहरूले गर्ने अन्त तपाईँ जनजागृति दिने हेर्नुभयो गलाकोटाको, तर जनजागृति भन्दा छुट्टै किसिमको त्यहाँ गए। अनि इटरीमा त्यहाँ तरहराभित्र छिर्दाखेरि उहाँले यो 4 बिघाको धान विद्यार्थीहरूले गर्नुहुन्छ, कुट्नुहुन्छ, खानुहुन्छ हामीले। अनि यो कुखुराहरू सबै चल्लाहरू अहिले बच्चाहरूले ल्याएको भन्नुहुन्छ, कुखुराको पुरै कुखुरो पालेको। अनि के गर्छ यो उनीहरूले चल्ला महिनामा कति दिन बढ्छ, कतिमा बढ्छ भनेर यो परियोजना प्रत्येकले टास्क बुझाउँछ हजुर। अनि अन्डा कतिमा हुन्छ, अनि अन्डाबाट कोठारा कति दिनमा बस्छ भन्ने कुरो टास्क बुझाउँछ, परियोजना बुझाउँछ। अनि त्यो चल्ला ठुलो भएपछि के गर्नुहुन्छ? अभिभावकले किनिदिन्छ। मैले जोड्नेको कुरा भने अबको शिक्षा सङ्घीय कार्यक्रम पनि आइसक्यो, शिक्षाको पढ्दै कमाउँदैको लागि। अब कोशी प्रदेश सामाजिक विकास मन्त्रालय पनि पढ्दै कमाउँदैको लागि हामीले उच्च शिक्षालाई प्राथमिकता दिएको छौँ र कार्यक्रम पनि त्यसरी ल्याउँछौँ, नीतिमा पनि त्यसरी आएको छ। अरू बालमैत्री र प्रतिनिधि हुनुपर्छ भनेर हामीले जो नीति बनाएको छौँ। अब नानीहरू छिर्ने साथ भित्ताबाट छाप कि एबिसिडी घोकाइरहनु पर्दैन के, टाई लगाएर एपिपिएलले एप्पल भनिरहनु पर्छ, ए फर एप्पल भन्नुपर्छ। भित्तामा नै तपाईँ सामुदायिक विद्यालयको इसिडी कक्षमा, बाल कक्षमा लेखिदियो त एप्पलदेखि जेब्रासम्मको तस्बिर सहितको भित्ति लेखन होस् न, बालमैत्री होस् न, बस्ने कुरा टेबल त्यस्तो किसिमको होस्, टिफिन राख्ने ठाउँ होस्, घरेलु टिफिन। हाम्रो दुध बिक्री नभएर कत्रो छ, कति गाह्रो छ दुधको, यसो परिकारहरू बच्चालाई खुवाइदिनुहोस्, राईधाने दुधको हाम्रो घरको। त्यसरी बालमैत्री। अनि प्रविधि मैत्री होस्। प्रविधि मैत्री बनाउने कुरामा मैले अहिले पनि हिमाल पहाडलाई सबभन्दा बढी बसाइसकेर रोक्नुको लागि हिमाल पहाडमा अब पूर्वाधार त गऱ्यो। पुल हामीले नबनाएको जयराम घाटको पुल बनाइएन, त्यो पुल नबनाए जहाज चढ्दिनँ भने चढिन पनि, लामडाँडाबाट पनि लामडाँडाबाट पनि ठाउँ खर्क त मेरो टाढो भयो। तर पुल त बनाइयो जयराम घाटको, अनि उको त्यहीबाट बसाइसकेर यहाँ फोक्सिङडाँडा बल्ल अहिले असोजको बाढीले लगेर हामीलाई पुल बाटो त बन्नै दिन्छ, बन्द छ के। तर पहिला पटक के बनाउनु पर्यो? शिक्षा बनाउनु पर्यो, स्वास्थ्य बनाउनु पर्यो। त्यही पुलबाट, त्यही कालोपत्रबाट बसाइसरायो के को लागि? शिक्षा र स्वास्थ्यको लागि। कोक्रोमा हल्लिनु पाएको छैन, नानी पढाउँछु भनेर बुहारी छोरी हिँडिसक्छ। अनि किन त्यो नहोस् हाम्रो घर? अब हामीले जीवनोपयोगी शिक्षा त्यहीँ दिने भने, बालमैत्री शिक्षा त्यहीँ दिने भने, अङ्ग्रेजी गीत गाउनु त्यहीँ सिकाउने भने, एदेखि एप्पलदेखि जेब्रासम्म त्यहीँ सिकाउने भने, 2 एकाल मात्र किन पढाएन? 2 1 2 सिकायो हुँदैन? त्यही कुरा होइन। 2 1 2 2 2 जा हामी पनि जाने, हम सरकारी स्कुल पढेको समुदायको एक घारा नि पढाइरहनुपर्छ।
111 भन्दा उसो भएन त्यो त गाउने कुरा गीत गाउने जस्तो सिपयुक्त मान्छेले जसरी गीत गाए पनि हुन्छ रामकृष्ण ढकालले जस्तो घक्रो पुऱ्याउनु पर्दैन राजेश पाल जस्तो त्यति धेरै लामो सुर तान्नु पर्दैन अरूले पनि गाउन सकिन्छ त्यसले गर्दा अबको शिक्षा मैले अघि भने व्यावहारिक शिक्षा जीवनोपयोगी जीवनलाई चलाउन सक्ने जीवनको अन्तसम्म चाहिने समाजलाई चाहिने समाज उपयोगी जीवनोपयोगी राष्ट्र उपयोगी शिक्षा हो। अब देश विदेशमा होइन अब जानु पर्दैन युरोप अब जानु पर्दैन अमेरिका अब जानु पर्दैन क्यानाडा अब जानु पर्दैन गल्फ त हामी बेरोजगार भएर गएको हो पढ्ने मान्छेहरू जानु पर्दैन यही नै परियोजना चलाएर अब सामाजिक विकास मन्त्रालयले 1000 जना जतिलाई सिप सिकाउने गरेको कार्यक्रमहरू ल्याउँदैछन्। अहिले पनि परियोजनाहरू छ इन्स्योर छ हामीसँग इन्स्योर भनेको इन्स्योरबाट स्विस सरकारसँगको सामाजिक विकास मन्त्रालयको दिगो तथा सम्मानित रोजगार पाउने किसिमको ट्रेनिङ दिने किसिमको इन्स्योरले अब हिमाल पहाड तराई मैले तराईमा रहेछ अहिले पहाड उकालेको छु इन्स्योर त्यो परियोजना र इठाने सिपहरू पनि सिकाउनुको लागि सिपयुक्त अब हामीले खोटाङमा ब्याम्बो सम्मेलन गर्नु त्यो बाँसको परिकारहरू त्यहीँबाट सिक्ने त्यो सिप सिक्यो भने राईमाईहरूले गाउँ छोड्नु पर्दैन जेठा ठुलेले चाहिँ मतान छोड्नु बेसी घरको मतान छोड्नु पर्दैन तर शिक्षा जीवन उपयोगी शिक्षा व्यावहारिक व्यावसायिक प्राविधिक हुनुपर्छ। यसर्थ म आदरणीय गुरुहरूलाई फेरि पनि अहिलेको सामाजिक विकास मन्त्रालयले टार्गेट गरेको अब हुन त स्थानीय तहको सबै माध्यमिक तहसम्म आधारभूत माध्यमिक तहसम्म उच्च शिक्षा मात्र सामुदायिक विद्यालय मात्र सामाजिक विकास मन्त्रालय हो। यद्यपि मैले हामीले साझा अधिकारलाई हामी वञ्चित हुन सक्दैनौँ। नमुना त्यत्रो आइरहेछ नमुना अब सँगै गरिरहेछ रोकियो पैसाहरू बिगमै रोकिएको छ। अब नमुना त फेरि नमुना त्यतिको झन्डै त 13वटालाई भन्ने कुरामा पनि सामाजिक विकास मन्त्रालयलाई केही त गरिदिनुपर्छ है। नमुना विद्यार्थी यति धेरै छ नमुनामा। अब मलाई हाम्रो के अरे विराटनगरको पोखरियामा हजुर मन्त्रीज्यू हजुरको त गाउँले खोटाङ्गीहरू धेरै छ मेरो बच्चा भर्ना गराइदिनु पर्यो त्यहाँ त एउटा कक्षामा 6 जनाको मात्र नाम निस्किन्छ भन्छ। ल म भनिदिन्छु 6 जनाको मात्र 6 जना हेर्नुहोस् त एउटा कक्षामा 6 जना किनभने विद्यार्थी ठुलो कति भने 6000 7000 अब 2000 देखि बन्न हुने त कुनै स्कुल छैन धेरै सही सामुदायिक विद्यालयहरू छक्क पर्छु गएर कसैको टोयलेट छैन कसैको जस्ता चुहिरहेछ त्यस्तो चुहेको जस्तामा पनि पढेको छ। हाम्रोमा यति राम्रो स्कुल छ स्थानीय निकायले बनाइदिएको त्यो मात्र बनाएर जाति संस्थाहरूले छैन। अब 4 जना नानीहरूलाई 2 जना कोटाको टिचरले पर्खिरहन्छ हेर्नुहोस् त। अनि पालिकाभरिको हिसाब गरेको झन्डै करोड नाग्ने रहेछ बच्चा भने 30 जना त्यत्रो करोड नाग्ने लगानीले त राम्रो स्कुलमा पढाउनु सक्छ नि त। रातिको अरू पैसा खोइ त तोड्नु भएन व्यवहार गर्नु तपाईँ जानुहोस् म तपाईँलाई त्यो कुरा छ। त्यसले गर्दा आज एज अ सरकारले हिजो कार्यक्रममा ल्याएको छ अर्थमन्त्रीज्यूले अब बोर्ड र स्कुलको दूरी ठिक लाग्यो। अब हामीले भोट गर्छ भनेर डराउनु हुँदैन। मर्च गरेर अहिले कोशी प्रदेश सरकारले मर्चको लागि मिलन जुन स्कुल मिल्नुहुन्छ त्यस उहाँको लागि हामीले गाडी किनिदिने कि व्यवस्था गरिदिने कि टोलमा अब त पुगेको छ नि त। हाम्रो वडाध्यक्षज्यूहरूले पालिका अध्यक्षले गाडी टोलमा बाटो सबै ठाउँ पुगेको छ। टोलको बाटो पुग्ने ठाउँमा होइन इभी गाडी किनिदिन सकिन्छ नि प्रदेशले रातो छ भनेर ठुलै गाडी पनि लगाइदिन सकिन्छ नि। अब नचल्ने स्कुलहरू मावि 100सम्मको 150को मावि पनि मर्च गरेको छ। बरु हामी नमुनातिर जाउँ काशीजीले चलाएको छैन नमुनातिर जाउँ त्यहाँ सबै कुरा होस् र अर्को आवासीयतिर जानुको लागि मैले सङ्घसभाबाट सुरु गरिदिएको छु। अब अहिले अलिक बजेट कम भयो नत्र 5वटा चाहिँ 7वटा चाहिँ भ्याइदियो कि भनेको अझै पनि निर्णय त भएको छैन तर बजेट कम भयो शिक्षामा कम छ त्यो कारणले म नत्र आवासीय अब नमुना तर नीति बन्यो अब कसैले रोक्नु सक्दैन। पिके राई सामाजिक विकास मन्त्रीबाट हटे पनि या रहे पनि त्यो नीति बन्छ नीति अनुसार कार्यक्रम बन्छ। त्यसले गर्दाखेरि अब तपाईँ हामी भएर सबैले यो शिक्षा
बाटोघाटो यो पूर्वाधारको कुराहरू बन्ने कुरो सरकारले बनाइन्छ नबनाऊ भन्दा पनि बन्छन्। अब हाम्रो मन्त्रीज्यू मेरै साथी अब हामी खोटाङमा दुईजनै भाग्यमानी छ, भूपेन्द्र राई पनि म पनि। कतिले भन्छ यी दुईटै भाग्यमानी हुनु पर्यो गठबन्धन बल्ल बल्ल उम्किएको। उहाँ त गठबन्धनमै हुनुहुन्थ्यो, म त बल्ल बल्ल उम्किएको। तर के भने अब भूपेन्द्रजीले अहिले अब मैले स्कुल उद्घाटन गर्दै गएर भने धेरै हुन्छ, तर म चाहिँ अलिक लजाउँछु। बुढो चाहिँ लजाउँदैन कति बेला त्यो जराङघाटमा कति लगाइयो बेलिको दोहन एक पटक वर्षमा 2 पटक हुन्छ, 2 पटक उद्घाटन गर्न मिलेन। मान्छेले आश त्यसरी म चाहिँ अलिक कम गर्छु, काम गर्दै उद्घाटन कम गर्दै शिलान्यास रिबन गर्ने तल बस्नेहरू त्यो गर्ने मेरो आफ्नो सिक्ने बानी लिएर छ त्यो। किनभने यो लागेको नानीहरूको बानी हटाउन सकिन्छ। अहिलेदेखिको अर्को यो फेरि सोकसाल गर्ने ठुलो हुनु खोज्ने मनमा ठुलो पाएन भने रिसाउने त्यो म चाहिँ बानी छैन। उद्घाटन प्रमुख अतिथि म चाहिँ यो प्रमुख अतिथि बोल्दिनँ, तल सबै तल हुने उही मान्छे साथै मन पराउँछ। र मेरो आफ्नै साह्रै प्रोग्राम चाहिँ के दिनुभयो तपाईँहरूले अब यो म व्यस्त अब 2 दिनभित्रमा क्लोज हुँदैछ। अब प्रदेशकै हाम्रो योजनाको सबै उयोहरू च्याप्टर क्लोज हुँदैछ। म सधैँ व्यस्ततामा छु। व्यस्तताको बावजुद पनि मैले योजनाको लागि अब सबभन्दा अझ शिक्षासहित खेलको पनि महत्त्वपूर्ण कुरो हो। र मैले पालिका अध्यक्षलाई पनि भनेको छु, प्रदेश र स्थानीय सरकार मिलेर के गर्न सकिन्छ। बालबालिकाको स्कुल छ, खेल जग्गा छैन। अब बिचमा एउटा राम्रो खेल मैदान बनाउने होइन, एउटा पालिका स्तरको बनाउनुको लागि तपाईँले र त्यो भयो भने सामाजिक विकास मन्त्रालय पनि म किनभने तिम्रो मलाई सम्झिने खेल मैदान एउटा बालबच्चाहरू पढाइ मात्र होइन, डक्टर इन्जिनियर बनाउनै पर्छ। तर डक्टर इन्जिनियर भन्दा एउटा राम्रो त्यो पालिकाबाट जस्तो कि नायकले कति त हल्का त्यस्तै खेलाडी पनि टप भयो भने त्यहाँ जन्म्यो भने ऋषि राई जस्तो, एन्जेला तुम्बा सुब्बा जस्तो जन्म्यो भने ऋषि राई जस्तो जन्म्यो भने भनेर आजको ढालाइ शिक्षाको मैदानबाट खेलाडी पनि उत्पादन हुनुपर्छ। सहयोग गरेको विक्रम सिंहमालाई एकदमै उहाँहरूको योजना आयोगमा भएको कुरालाई म अब उत्सव के यो पालिका प्रस्ताव गरेको कुरामा सहकार्य गरेर अगाडि भन्ने कुरा म लागिरहेको छु। त्यति मात्र होइन, तपाईँहरूको कति विद्यालयको घेराबाराहरू होइन, घेराबाराहरू सबै भवनहरू चाहिँ स्थानीय निकायले नै गर्दैन, अधिकार क्षेत्रभित्र हामी केही गर्दैनौँ। अहिले सुरुमा चाहिँ मैले सब अब मन्त्री पाएको सिकिजान्छु भनेर सबै अस्ति चाहिँ गरेको छु। तपाईँहरूले पनि देख्नुभयो, पोका खोलेको थिएन अहिले, राजन रायहरूले पनि खोलेको थिएन। पहिला जीवन घिमिरेले पोका खोलेको थियो, त्यो पछाडि सामाजिक विकास मन्त्रालयमा सबै पोकाएर कर्मचारीले बाँड्ने छ। म गएर अस्ति पोका खोलेको थिएँ, सबै बाँड्छ। त्यो पोका चाहिँ हामी सानामा केटाकेटी हुँदा धामीले खोल्थ्यो नि, यो अद्रातेको भन्दै यो वारिपारीको भन्थ्यो नि, त्यस्तै सामाजिक योजनाहरू अनि ठ्याक्क सोधी माग्छ कर्मचारी मिलेर गर्नुहुन्छ क्या त्यस्तो कुराहरू। अनुदानहरू अहिले मैले सब अब पठाइदिन्छु। त्यो कारणले मैले सुरुमा चाहिँ टुङ्गा थिएन, अहिले जस्तो ठुला राजनीतिक दलको सरकार थिएन। 1 महिना भयो, 1 महिना 14 जिल्लामा 11 जिल्लाको हुँदा पनि मेरो मन्त्री गएको थियो। अब यसपालि अलिक धेरै अब अनुभव भयो र मैले त्यो बेला चाहिँ तल्लो तहको स्थानीय तहले गर्ने भवनहरू बनाउने कुरा मैले खोटाङलाई धेरै सम्झिएँ। अब यसपालि चाहिँ फेरि यो हामी मात्र होइन, सबै मन्त्रीहरूलाई व्यवस्थित गर्नाले योजना आयोगबाट योजनामा परेका, योजनामा प्रविष्ट भएको योजनाहरूलाई मात्र समावेश गर्नुपर्ने हुन्छ। तपाईँहरूको योजनामा समाविष्ट भएका योजनाहरू पालिका अध्यक्ष, वडा अध्यक्षज्यूहरूले, सदस्यज्यूहरूले, अन्य सदन समितिको आदरणीय प्रधानाध्यापकज्यूहरूले दिनुभएको समाविष्ट गरेको योजनालाई कसरी समावेश गर्ने भन्ने कुरामा म साथसाथ गर्नेछु। र सबभन्दा बढी अहिले मैले जोड गरेँ, अब हाम्रो विद्यालयहरू एकदमै
बालमैत्री गराउने किसिमको बच्चाहरू भित्र पशु जाउँ आमासँग रुँदै आएको पनि हाँस्ने किसिमको आधारभूत विद्यालयहरू बनाउनुपर्छ। त्यो कुरामा पालिका अध्यक्षले कति लगानी मैले के गर्ने सामाजिक विकास मन्त्रालयले म तयार छु र एउटा उदाहरणीय विद्यालयहरू बनाएरै जानुपर्छ। तपाईँहरू आदरणीय गुरुहरूलाई बसेर फेरि धेरै धन्यवाद छ यहाँसम्म आउनुभयो। यहाँ सफल विद्यालयहरू हेरेर तपाईँहरू आफू पनि सफल बन्ने। यहाँ उहाँहरूले गर्नुभएको कामहरू क्रियाकलापहरू सबै टिपेर जानुहोस्, हेरेर जानुहोस्। तपाईँहरू आफ अर्कोचोटि डिप्लोमा शिक्षालाई जुरुक्क उठाउनु हुँदैछ। खोटाङकै जिल्लाकै नाम राख्दै 10वटा पालिकामा टप शिक्षाको क्षेत्रमा अहिले पालिका अध्यक्षले जुन लगानी गर्नुपर्छ शिक्षामा, जुन क्रिएटिभिटी उत्सुकता, जुन लिडरसिप गर्नुभएको छ, म उहाँलाई धेरै आभार प्रकट गर्दछु। उहाँलाई धन्यवाद पनि भन्छु। समग्र गुरुहरूलाई, प्रधानाध्यापकज्यूहरूलाई र तपाईँ उपस्थित सबै सामाजिक अभियन्ता, शिक्षा सङ्घको असल एउटा चेतनायुक्त नागरिकहरू जसले शिक्षालाई सबभन्दा राम्रो बनाउनुपर्छ, पूर्वाधारको पनि पूर्वाधार शिक्षा र स्वास्थ्य हो भन्ने एउटा निष्कर्षका साथ अगाडि नेतृत्व गरेर अगाडि बढिरहनु भएको छ। म तपाईँहरूलाई फेरि पनि म असाध्यै धेरै आभार भएको कारणले तपाईँहरूको कुरा सुन्नु थियो बसेर, असाध्यै सबैको गुनासोहरू सुन्नु थियो तर मैले सुन्न पाइनँ, त्यो अवसर मैले पाउन सकिनँ। म तपाईँहरूसँग केही छ भने मलाई मेसेज गर्नुहोला, टेलिफोन उठेन भने पनि मेरो नम्बर सबैसँग एकसँग छ, तर सबै मेसेज गरेर पनि अहिले यो कुराहरू नपर्न सक्छ। मेसेज आगामी दिनमा पनि म साथ सहयोग गरेर बढ्नेछु, तपाईँहरूकै साथमा रहनेछु भन्दै म बिदा पनि हुन चाहन्छु सबैलाई र मुख्य रूपले डिप्लोमा पालिकालाई यो कार्यक्रम आयोजना गर्नुभयो पालिकालाई सपरिवारलाई धेरै धन्यवाद।